हेलो आउनुहोस् आज चाहिँ हामीसँग यति राम्रो राम्रो ठाउँमा जाउँ हैन यति राम्रो मेचेगनमा भएको ठाउँमा हजुरहरूलाई देखाउँछु हाम्रो घरदेखि चाहिँ 2 घण्टा आदि लाग्छ यति धेरै गर्मी तर पनि हामी गयौँ अनि नानीहरूलाई आइसक्रिम किन्देर हामीले घरबाटै लगेको थियौँ खानेकुरा समोसाहरू बनाएर वाटरमेलनहरू बनाएर लाइन पर्खिँदा हामीले त्यहीँ खायौँ भक्काभोक खाएर यति धेरै भोक लागेको थियो लाइन पर्खिनुको लागि 45 मिनट जस्तो लाग्थ्यो अनि हामी चाहिँ खानु थाल्यौँ फाइनली हाम्रो लाइन पनि आयो हामीले खाँदा हाम्रो टर्न फाइनली आयो 45 मिनट्स अथवा नट 45 मोर देन 45 मिनट्स वेट गरेर हाम्रो टर्न फाइनली आयो हामी त्यहाँ गयौँ मैले चाहिँ अलिअलि भिडियो गाडीमा चढेको सबै गराएको थियो वाइ नट भनेर अनि त्यहाँ जानु बित्तिकै हेलेन कस्तो थियो रुल्स भन्दा वाट इज द रुल्स फर द्याट Every time he honks, we had to say, Whoa! The raising hand, right? Yeah. Raise hand गर्न चाहिँ हामीले गर्नुपर्ने अवस्था थियो लेट्स सी द क्लिप म सानो भिडियो सबै अलिअलि क्याप्चर गर्ने कोसिस गर्छु अनि यहाँदेखि चाहिँ म तपाईँलाई हाउ आवर रियाक्सन लेट्स सी हामीलाई चाहिँ यो ट्रकमा लाग्यो हामीलाई चाहिँ बिचमा रोक्दै लाग्यो स्टप गर्दै उनीहरूले चाहिँ एक्सप्लेनेसन गर्दै हाउ दिस वर्क यो के हो भन्दै उनीहरूले चाहिँ वर्क गरे कति जस्तो वर्क गरेर हामी हिँड्यो थियो नानी 45 maybe like, I think 35. या 35-45 मिनट जस्तो चाहिँ हामी त्यहाँ हिँड्यौँ अनि फाइनली वी एराइभ टु द ओसन नि लाइक ओसनमा पुग्यौँ अनि त्यो ओसनमा पुगेर चाहिँ हामीले भिडियो बनायौँ फोटो खिच्यौँ 10-15 मिनट मात्रै लाग्थ्यो त्यहाँनिर चाहिँ अनि हामी त्यहाँदेखि आइहाल्यौँ अर्को ठाउँ फर्केर ड्राइभरले चाहिँ हामीलाई तिमीहरूको टोपी र चस्मा चाहिँ उडाउँछ बी केयरफुल भनेको थियो तर हामीले बिलिभ गरेको थिएन बट इट वाज राइट हेलेको टोपी र चस्मा झन्डै उडायो मेरो पनि होइन हाम्रो केटाकेटी धेरै भएको कारणले चिच्याउँदै हात उठाउँदै हिँडेको कारणले त्यहाँको मान्छेलाई सबैलाई चाहिँ हाम्रै परिवारले मात्रै फन गराएको थियो दे वर सो एक्साइटेड विथ अस दे इन्जोय विथ अस द राइड एन्ड मैले चाहिँ यसो कपाल खोज्नु पऱ्यो होइन भिडियो त गर्नै पऱ्यो भनेर कपाल फुकाएर हल्का फल्का भिडियो दामी यसरी हान्यौँ होइन टाढा गरेर अनि समुद्रमा ल्याएर हामीलाई भिडियो गर्न छोडिदियो फोटोहरू खिच्न छोडिदियो अनि हामी हाउ वाज युर फिलिङ द्याट टाइम द्याट मोमेन्ट Oh, I was so happy सो for फन the है win. यो Yeah. स्वर सुकेर हाम्रो त कराएकोले स्वरहरू सुकेर अनि कस्तो मजा आएको थियो होइन अनि स्वर्ग भनेको चाहिँ सुनेको थियो तर वाट वाज द्याट एक्चुअली भनेको थाहा थिएन मुखले मात्रै भरे यहाँ पुगेपछि चाहिँ वी बिलिभ यो चाहिँ हो वास्तवमा स्वर्ग नमर्दै स्वर्ग देख्यो भन्ने जस्तै लागेको थियो गाइसहरू हजुरहरू पनि यो ठाउँमा जानु होला रिमार्केबल मेमोरी बनाउनको लागि बिकज वी अलरेडी मेरिड दिस इज आवर सेकेन्ड टाइम एन्ड इट ह्याड सो मच फन अनि हामी चाहिँ आएर यहाँनिर के अरे नानी यो गरेको चाहिँ हात देखाएर I We survived. survive भनेर चाहिँ लास्ट